नमस्ते साथीहरू, हजुरलाई मेडिकल हेल्थ एजुकेसन युट्युब च्यानलमा चाहिँ वेलकम छ। साथीहरू, म आज इन्क्लेभ 625 एमजी ट्याब्लेटको बारेमा सानो जानकारी दिन गइरहेको छु। यसको कम्पोजिसन, यसको युज, यसको ब्रान्ड नेम, यसको साइड इफेक्ट र यसको डोजको बारेमा म आज जानकारी दिन गइरहेको छु। साथीहरू, इन्क्लेभ 625 एमजी यो एउटा ग्राम नेगेटिभ र ग्राम पोजिटिभ ब्याक्टेरियालाई मार्ने एउटा एन्टिबायोटिक हो। साथीहरू, अब म कुरा गर्छु यसको कम्पोजिसन। यहाँभित्र चाहिँ तपाईँले एमोक्साइलिन 500 एमजी र क्लाभिनेट पोटासियम 125 एमजी दुईटा कम्पोजिसनमा मिलेको यो एउटा मेडिसिन हो। साथीहरू, अब म कुरा गर्छु यसको युज। यो कुन कुन रोगमा चाहिँ हामीले यो औषधिलाई प्रयोग गर्न सक्छौँ। जस्तै ब्याक्टेरियल इन्फेक्सन रेस्पिरेटरी ट्र्याकमा छ भने जस्तै ब्रोन्काइटिस भयो, निमोनिया भयो, साइनसाइटिस भयो, सिओपिडी भयो, आस्थमा यानि कि दम जस्तो रोगमा पनि हामीले यो मेडिसिनलाई प्रयोग गर्न सक्छौँ। त्यसै गरी इन्डोकार्डाइटिस, त्यसै लङ्स एब्सिस, अनि तपाईँले इयर इन्फेक्सन जस्तै ओटाइटिस मिडियामा कानमा कुनै पनि सङ्क्रमण छ भने चाहिँ यो मेडिसिनलाई प्रयोग गर्न सक्छौँ। त्यसै गरी डेन्टल इन्फेक्सन यानि कि मुखमा कुनै पनि घाउ खटिराहरू या कुनै पनि इन्फेक्सन छ भने चाहिँ हामीले चाहिँ यो मेडिसिनको प्रयोग गर्न सक्छौँ। त्यसै गरी सेलाइटिस, मेन्जाइटिस, युटिआई यानि कि युरिनरी ट्र्याक इन्फेक्सन जस्ता समस्याहरूमा, त्यसै गरी गोनोरियामा पनि हामीले प्रयोग गर्न सक्छौँ। त्यसै टाइफाइड फिभरमा पनि प्रयोग गर्न सक्छौँ। त्यसै गरी हामीले फ्यान्जाइटिस, टन्सिलाइटिस जस्तो समस्याहरूमा चाहिँ हामीले चाहिँ यो मेडिसिनको प्रयोग गर्न सक्छौँ। साथीहरू, अब हामी यसको ब्रान्ड नेम कुरा गरौँ होइन। तपाईँहरूले मार्केटमा विभिन्न किसिमका ब्रान्ड नेमहरू पाउन सक्नुहुन्छ। जस्तै इन्क्लेभ 625 एमजी भयो, क्लाइबम 625 एमजी भयो, इन्क्लेभ 625 एमजी भयो। विभिन्न किसिमका हजुरले चाहिँ मार्केटमा मेडिसिन पाउन सक्नुहुन्छ। यो एमोक्साइलिन र क्लाभिनेट पोटासियम भएको कम्बिनेसन पाउन सक्नुहुन्छ। साथीहरू, अब हामी यसको साइड इफेक्टको कुरा गरौँ। साथीहरू, यो औषधि खाइसकेपछि कस्तो कस्तो साइड इफेक्ट हुन्छ जस्तै डाइरिया यानि कि झाडा पखाला हुनसक्छ, नजिया, भमिटिङ, वाककी लाग्ने, उल्टी आउने जस्तो समस्याहरू चाहिँ हुनसक्छ, पेट दुख्ने, स्टमक पेन हुनसक्छ, त्यसै टाउको दुख्ने समस्याहरू हुनसक्छ, हेडेक हुनसक्छ होइन, स्किन रेसेस, छालामा कुनै पनि एलर्जी टाइपको समस्याहरू आउनसक्छ। त्यसै गरी ग्यास्ट्राइटिस पनि गर्न सक्छ यानि कि पेट डम्म परे जस्तो हुने, ग्यास बने जस्तो हुने समस्याहरू हुनसक्छ। साथीहरू, यो औषधिको अब हामी डोजको कुरा गरौँ। साथीहरू, यो एडल्ट डोज हामीले चाहिँ दिनमा 2 पटक खान सक्छौँ, बिहान र साँझ। साथीहरू, यो मेडिसिन तपाईँले प्रयोग गर्नुभन्दा पहिले आफ्नो डक्टरको सल्लाह लगेर मात्र तपाईँहरूले चाहिँ यो औषधिको प्रयोग गर्नुहोला। साथीहरू, यस्तै यस्तै मेडिकल रिलेटेड भिडियोहरू हजुरले हेर्न चाहनुहुन्छ भने हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब, लाइक र बेल आइकन बजाउन नबिर्सिनु होला र कमेन्ट पनि गर्नुहोला। थ्याङ्क यू सो मच।